गाइज कालिम्पोङको रहर चाहिँ पुरा हुने रहेछ है झियोस् यहाँ आइपुग्यो सक्दाखेरि होइन त हामी चाहिँ पब्जीको भिकेन्डीमा आइयो यो चाहिँ होइन र ढुङ्गा केडा गर्छ हैन मिस्टर समीर जङ बेहोस पछि त होसमा आउँदा क्या दामी भयो यहाँ पिउनेमा पिलाउनेको क्या बदनामी भो यहाँ पिउने पिलाउनेको क्या बदनामी भो हो नि जेठो अब भित्र भने विषादी रहेछ भित्र भने विषादी रहेछ यहाँ अमृत पिएदेखि जिन्दगी यो चाहिँ माथि माइती ढुङ्गा यहाँनिर चाहिँ केटी र माइतीले चाहिँ ट्याप काम गरेर हो नि त्यही भएर यहाँ चाहिँ हाम्रो खासमा अरुण नदी चाहिँ यताबाट बगेर आउँदै थियो अरे क्या अरुण नदी नत्र यताबाट बगेर आउनेवाला थियो अरे यहाँनिर चेली माइतीको हरकत चाहिँ नराम्रो देखेपछि चाहिँ अरुण नदी चाहिँ पर म छिरेको नि पुरा छिरेको नि सकिन्छ जाँदा हुन्छ पापीहरू त निस्किनु सक्दैन नि मित्र म बाटो होइन नि त कस्तो नहुने नजाऊ क्या तिमी बाबा नजाऊ पुरा ढलै गरेर भनेको मान न बाबा मायाको बारीमा प्रीतिको फुल सैराली राखेको कुसुमेरमा We are at Vikendi. These guys are throwing snowball. यामा राज उहाँको नाम है खतरा भिकेन्डीमा चिकेन्डी हान्न आएको Guys, amazing! Oh!
रेशम फिरिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी रेशम जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी एकले बन्दुक दुईले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम फिरिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी वारी जमुना मना कमना सिमसारैमा त्यही तल सिमसारैमा भलाको साथ त्यही तल सिमसारैमा खसीले मेरो नाम लेखिदेऊ मसीले सिङसिमे पानीमा झेल्ने मन गर्छ कि जिन्दगानीमा सिङसिमे पानीमा झेल्ने हल्लायो कोदो बारीमा जनता टाढा छ तर बिरानो नसम्झ माया गराछ चौपैको गोला पछि पछि नसुझन पर्ला खानेलाई भयो नदेऊ महेडी जानेलाई दियो रुखा सुक्यो दाहिनेमा पात पर्यो दाहिनेमा पात पर्यो कसो गाह्रो जमकाएर रात पर्यो खोटाङ जिल्ला दिक्तेल बजार सम्झनामा आउँछ हजार ढाका टोपी अल्तिर पल्तिर पल्तिर घुम्दै आउला हजुरको घरतिर खोटाङ जिल्ला दितेल बजार सम्झनामा आउँछ हजार तिरे तिरी बजीगो बाँसुरी लाको मायालाई छुट्याउनु कसरी खोटाङ जिल्ला दितेल बजार सम्झनामा आउँछ हजार मलाई पनि इसारा दिम्बो माया जल पुन्छु म झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म झिम झिम सानो नझिम
झिम्काउ परेली मलाई पनि इसारा दिम दिम भो माया झल्कुन्छु म झिम झिम सानो झिम्काउ परेली हाँसोले पारोले मर्नै छ आजको जाडोले माया झल्कुन्छु म झिम झिम सानो नझिम्काउ परेली भुतुक्कै हुन्छु म नझिम्काउ परेली माया झल्कुन्छु म अस्ति यसलाई त्यस्तो अब झन् आगो ताप्ने ल दौरा आइरहेछ कोही अलि बाटो दिउँ बाटो आगो आगो मुद्दिउन तुरुरु मङ्सीमा हामी त आए हिमालयमा यो पार्यो हिमाल ठाकुरे माया लाउँदैछ कानी भुजोमा कोरे बढेको गोमती हो दुःख सुखा यस्तै छ जिन्दगी हो हिमाल ठाकुरे माया लाउने जोगान्छे घुर्जेउमा कोरे हिमाल ठाकुरे माया लाउने जोगान्छे घुर्जेउमा कोरे पान्त खायो सुपारी नखाएको भिड भएको मजा नभएको हिमाल ठाकुरे माया लाउन जुकान्छे घुर्जेउमा कोरे माया लाउन जुकान्छे घुर्जेउमा कोरे हिमाल ठाकुरे माया लाउन जुकान्छे घुर्जेउमा कोरे जस्तो लाग्यो के खायो खसीले मेरो नाम लेखिदेऊ मसीले हिमाल ठाकुरे माया लाउन जुकान्छे भुजेउमा कोरे माया लाउन जुकान्छे भुजेउमा कोरे जिन्दगी हो हिमाल ठाकुरे
बिमल ठाकुरी म माया लाउनेछु कान्छी भुजौमा कोरी म माया लाउनेछु कान्छी भुजौमा कोरी बिजुली तारा आउँदै छोड्यो मायाको खबर बिमल ठाकुरी म माया लाउनेछु कान्छी भुजौमा कोरी म माया लाउनेछु कान्छी भुजौमा कोरी आगो त कान्छी आइज छोरी माछा मार्नु कलमको पल्सिलो भरत हेरो 5 नम्बर मान्छेमा हो हिमाल ठाकुरी माया लाउँदैछु कान्छी भुजौमा कोरी माया लाउँदैछु कान्छी भुजौमा कोरी अब अन्तिम गरौँ ल हुन्छ हजुर हुन्छ ल अब अर्को गीत ल गयो अर्को गीत ल यो सक्यो उसले मार्यो अब नेक्स्ट लास्ट वन नेक्स्ट एकदम अब रमाइलो भइरहेको छ। जानुपर्छ धेरै हात तिरेर हुँदैन अब चाहिँ एउटा किनभने बल्ल बल्ल 6 महिनामा खुलेको गल्ला गर्नुपर्छ रे सल्लाह किन भन्दाखेरि संसार हेरे मन बुझ्यो प्यारी पनि भन्दो रहेछ एकदम उज्यालो हुनु भन्दा अँध्यारो हुनु नराम्रो भएको कारणले अब एउटा सल्लाह सहमतबाट मेरो भाइ बहिनीहरू के गर्नुहुन्छ त्यो भनेको हजुरहरूको कर्तव्य र विचार नभए दाजु लठी एउटा खानु लाउनु नभए तापनि यसो अलिकति नाङ्गो ज्यानलाई छोप्ने चाहिँ विचार छ मसँगै त्यसमा हजुरहरूकै सरसल्लाह सहमत है एकदम राम्रो मैले भन्नु केही छैन अब यहाँ फेरि यस्तो छ हम्पी आफ्नो के क्यापेछ हेको 16 वर्ष रे नै आइटा होला अहिले चाहिँ हामी लगभग 5:52 यहीँ गइसकेको छ लगभग अब हामी झ्याप्पै नै अँध्यारो भइसकेको अवस्था छ यहाँ चाहिँ अब हामी लगभग यहाँबाट 4-5 घन्टाको बाटो तय गरेर हाम्रो गन्तव्य स्थान यानि कि निवास घरमा पुग्छौँ जे जस्तो भए पनि आज चिसो पनि भयो र साथमा एकदमै रमाइलो पनि भयो स्थानीय यहाँ हाम्रो अङ्कल हुनुहुँदो रहेछ उहाँको छत्रछायामा उहाँको घरमै गएर चाहिँ आज हामीले खाजा पान पनि गऱ्यौँ एकदमै रमाइलो पनि धेरैभन्दा धेरै गऱ्यौँ उहाँसँगको समय पनि एकदमै रमाइलो भयो र अब भनेको एकदमै रात परिसकेको अवस्था छ अब भने हामी चाहिँ बाटो तताउँदैछौँ गाइज रेडी गाइज बाटो तताउँदैछौँ रनिङ टु डेभिटार from running गाइज अहिले चाहिँ हामी अब घर फर्केको है अभी हम जा रहे हैं देवतार अभी पहुंचना है कितना बाजी पहुंचेगा इतना गाड़ी इतना करोगे तो